ओइ त्यो हामीसँग परेको विनिता थियो त बाप रे नि त्यो पाथर त पुरा अस्ट्रेलियाको कता सिडनीतिर रहेछ त पुरा फोटोसोटो हाल्ने हुन्छ पुरा नै यस्तो हटहट फोटोहरू हाल्ने हुन्छ कत्रा लाइक आएर हुन्छन् भाइ म्यासेज गरेको बाल पनि दिने रिप्लाई दिने त सो आइ एम बिजी लेख्छ अझ राडी त्यसको कुरा नगर के अर्की सङ्गीतालाई हेर्न सङ्गीतालाई त्यो जापान गएछ होइन जापान ओहो कल गर्दाखेरि पनि उहायो गोदाइमास कुन जापानिजबाट बोल्छ त्यो राडी त मसँग धेरै ठुला कुरा नगर तिनीहरू दुईटी नारीहरू त मैसँग परेका हुन् 8 कक्षासम्म हामी सँगै परेका हौँ सिगान झारेका यहाँनिर प्यानो कस्तो यस्तो गरेर यहाँ गोठा परेका यस्तो फोरिनीहरू थिए तिनीहरू त अझ त्यति मात्र तिमीले त तिनीहरूका फोटै देखेको छैनौ नि पुरा यस्ता च्वाक फोटो हाले हुन्छन् पुरा छोए दाग लाग्ला जस्तै भएको छ क्या त्यो त पापै नि कस्तो त्यो बिन्दाको कुरै नगर के राडी त्यसलाई देख्नु त मलाई रिस उठ्छ एकचोटि त्यसले मेरो साथीले धन्ने फसाइदिन्थ्यो आमा कस्तो चाहिँ त अघि त्यो बिनी त राले त मलाई पनि फसाइयो मैले हम्म गरेको थिइनँ सरलाई भनिदिएँ कि त मैले हम्म गरेको छैन भनेर त्यस्तै थियो अनि त्यो सङ्गीता रायलाई त म देखि खान सक्दिनँ तर अब के भने रिस उठ्छ यस्तो जेलेस फिल हुन्छ नि भित्रैबाट तर उही रारीहरू तिनीहरू कहाँबाट गयो कि जापानेश्वरी अस्ट्रेलिया कहाँबाट गयो एक जान्थेन नि त यार तिनीहरू भन्दा त हामी ट्यालेन्ट मान्छे हो त मेहनत गर्नुपर्छ क्या पाथरहरू मेहनत 12 पर्ने बित्तिकै मेहनतको फल कुन ठाउँमा गर्ने हो भन्ने तिनीहरूलाई थाहा थियो नि त तिनीहरूले +2 सक्न बित्तिकै त्यसपछि मितेरी एजुकेसन नेपाललाई सम्झे त्यसपछि भट्टापट एउटी जापान गई एउटी भट्टापट अस्ट्रेलिया गई कि मितेरी एजुकेसन नेपाल गरे यो कन्सल्टेन्सी कहाँ छ ए राडीहरू बरु हामी पनि जाउँ न छि यति पनि थाहा नपाउने एजुकेटर छ त हो यदि तपाईहरु पनि +2 सकेर तपाई पनि जापान अस्ट्रेलिया जाने सोचमा हुनुहुन्छ भनेपछि हामी मितेरी एजुकेसन नेपाललाई सम्झिनु होला हाम्रो लोकेसन रहेको छ घोराई शहीद गेट नजिकै र हाम्रो अर्को लोकेसन रहेको छ तुलसीपुर है त तुलसीपुर जानेलाई तुलसीपुरतिरै घोराई भएकोलाई घोराईतिरै